सम्पूर्णमा हार्दिक नमस्कार। यति बेला नेपालको राजनीतिक रङ्गमञ्चमा विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जसरी उनका मुद्दा फिर्ता लिने काम भयो, त्यो मुद्दा फिर्ताको विषयलाई लिएर यति बेलाको राजनीतिमा विभिन्न मत र विमतहरू प्रकट भइरहेका छन्। विशेष गरी रासोपा, सरकार पक्ष र बालेन पक्षहरू यिनीहरू एक ठाउँमा उभिएर रविले न्याय पाए, बल्ल न्याय भयो भनेर उत्सव मनाइरहेका छन् भने आम जनसमुदायले यो न्यायको धज्जी उडेको छ, कानुनी शासनको धज्जी उडेको छ। यसरी सत्ता र शक्तिको दुरुपयोग गर्दै यस्ता जघन्य अपराधमा मुछिएकाहरूलाई जुन मुक्ति दिने काम भयो, यो गैर न्यायिक कुरा हो, अवैधानिक कुरा हो भनेर विमतका कुराहरू पनि चाहिँ यति बेला देखिएका छन्। सामाजिक सञ्जालका भित्ताहरू रङ्गिएका छन्। यसै क्रममा म के आग्रह गर्न चाहन्छु भने स्वाभाविक रूपमा यति बेला नबुझेर अथवा भर्खर बुझ्दै गरेर एउटा न्याय मिचियो, कानुन मिचियो भनेर आवाज उठाउनेहरूप्रति म सल्युट पनि गर्न चाहन्छु। र जसले बुझिराख्नु भएको छ उहाँहरूले यो कुरा उठाइरहन जरुरी छैन, किनभने हामीलाई थाहा छ नेपालको राष्ट्रवादी शक्तिलाई समाप्त पार्न, नेकपा एमालेलाई समाप्त पार्न, कमरेड केपी ओली जो राष्ट्रवादी नेता हुनुहुन्छ उहाँको छविलाई समाप्त पार्न र नेपालमा विदेशी दलालहरूको हालिमुहाली बनाउने र राष्ट्रवादी शक्तिहरूलाई किनारा लाउने उद्देश्यका साथ जसरी 23 र 24 गतेको एउटा महाप्रलयको कथा पर्दा पछाडि बसेर विदेशी प्रभुहरूले लेखे, सञ्चालन गरे र पर्दा अगाडि विभिन्न पात्रहरू खडा गरेर यो देशको सार्वभौम सत्ता, स्वाभिमान, अस्तित्व, राष्ट्रियता सबै पहिचानहरूलाई नामेट गर्दै पुनः यसलाई चाहिँ दलालमा फसाउने खालका जुन षड्यन्त्रहरू थिए, त्यही षड्यन्त्र अनुसार एउटा चलचित्रको निर्देशक जो पर्दा पछाडि हुन्छ, पर्दामा देखिँदैन, तर उसको कला पात्रहरू मार्फत पर्दामा हेर्न पाइए जस्तै यति बेला विदेशी शक्तिहरू पर्दा पछाडि बसेर नेपालका दलालीहरू, नेपालको राष्ट्रियता बोकेका, नागरिकता बोकेका, राष्ट्रिय पहिचान बोकेका तर नेपालकै हित विपरीत विदेशी दलालहरूको पक्षमा काम गर्ने पात्रहरूलाई खडा गरेर जसरी महाप्रलयको कथा लेखियो, यी सबैको अन्तिमसम्म सबै कुराहरू लेखिएर तयार पारिएको कथा छ। त्यसकारण यो फिर्ता लिने काम पनि यो जुन सरकार आफै एउटा अवैधानिक बाटोबाट प्रकट भएको छ, अवैधानिक बाटो समातेर आएको छ, यो सरकारबाट कानुनको पालना, नियमको पालना होला भन्ने आशा गर्नु त्यो मूर्खता सिवाय केही पनि होइन। हामीले बेलाउतीको रुख रोपेर सुन्तला फल्छ भन्ने कल्पना गर्नु, गोरु पालेर त्यो ब्याउला र बिउती खाउला भनेर चाहिँ सोच्नु र बीजको वृक्ष रोपेर अमृत फल्छ भनेर कल्पना गर्नु उस्तै हो। र यो अवैधानिक बाटोबाट आएको सरकारले कानुन मानेर कानुन सम्मत ढङ्गले काम गर्छ भन्ने कुरा पत्याउनु र सोच्नु पनि हाम्रो मूर्खता हो। किनभने यो एउटा डिजाइनका साथ लेखिएर पहिलो पात्रका रूपमा जेनजीका साथीहरूलाई, ती अबोध बालबालिकालाई पर्दा अगाडि देखाइयो, तिनीहरू मार्फत घटनाका रहस्यहरू भित्र छिराएर पानी बाँड्ने पात्रहरू फेरि त्यो आन्दोलनलाई नै हाइज्याक गर्दै शक्तिमा आए। तिनै पानी बाँड्ने पात्रहरूको शक्तिले सुशीला कार्कीहरू प्रकट गराए। यसरी चरणबद्ध रूपमा योजनाबद्ध ढङ्गले नेपालको सत्ता कब्जा गरिएको छ र छानबिन समितिमा पनि कस्तो व्यक्ति राखिएको छ भने पहिल्यै कमरेड केपी ओलीलाई जेल हाल्न पर्छ, अपराधी हो, हत्यारा हो भनेर फेसबुकमा स्ट्याटस लेख्ने मान्छे छानबिन समितिको अध्यक्ष बनाइया छ। यी सबै कुरालाई हेर्दा के देखिन्छ भने सबै कथाहरू लेखिसकिएका छन्। समय क्रमसँगै विभिन्न पात्रहरू त्यसको भूमिकामा देखिनेछन् र यो रवि लामिछानेको मुद्दाको फिर्ता पनि त्यही कथाको एउटा सानो अंश हो र रवि लामिछानेलाई मुद्दाबाट फिर्ता गराउने अनि सहकारी ठगको मुद्दामा जम्मैका घरमा गएर पैसा बुझाएर अझ धेरै दिएर हुन्छ, कसरी हुन्छ फकाएर मनाएर मिलापत्र गर्ने ठाउँसम्म पुर्याउने र आगामी चुनावबाट प्रधानमन्त्रीको सिटमा राख्ने
बालनको शक्तिलाई प्रधानमन्त्रीको ललिपप देखाएर प्रयोग गर्ने र जित्नै नसकिने कमरेड केपी ओलीसँग भिडाएर त्यही ठाउँबाट पत्ता साफ गर्ने र रविको निम्ति बाटो खोल्ने बालनको शक्तिलाई प्रयोग गर्ने उद्देश्यका साथ यति बेला रासोपा अगाडि बढेको अवस्था छ। त्यसकारण यो कानुनी शासनको धज्जी उड्ने कुरा, अब असंवैधानिक कुराहरू हुने कुरा म यसलाई अन्यथा ठान्दिनँ। किनभने अवैध भएर आएको सरकारले गर्ने काम वैध हुँदैनन्, वैध काम गर्दैन। त्यसकारण आज नयाँ र पुरानाको नाममा घटिया राजनीतिबाट मुक्त हुँदै हिजो नयाँले सत्ता शक्तिको दुरुपयोग गरे भन्दै गर्दा आजको यो जेनजीको उपलब्धिबाट आएको सत्ताले के आफ्नो शक्तिको दुरुपयोग गरेको छैन? आज आफ्नो शक्तिको दुरुपयोग गर्दै फिर्ता लिन नमिल्ने मुद्दाहरू पनि फिर्ता लिने राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा त्यसलाई संरक्षण र हौसला दिने काम जसरी सत्ताको प्रयोग गरेर गरिएको छ, यो अत्यन्तै भर्त्सनायोग्य छ, निन्दनीय छ। यस्ता गतिविधिले पुराना भनेर गाली गर्दैमा नयाँहरूको उदय हुँदैन। पुरानाहरू त विभिन्न कालखण्डमा लड्दै जुझ्दै भिड्दै जनताको पक्षमा आवाज बुलन्द गर्दै आएका कारणले धेरै वर्ष जनताको बिचमा टिके, बाँचे। त्यसकारण तपाईँहरूले पुरानो भन्नुभएको। यद्यपि राजनीतिक विचार सिद्धान्त कहिले पनि पुरानो र नयाँ हुँदैन। जसले जनताका आवश्यकताहरू, राष्ट्रको आवश्यकताहरूलाई सम्बोधन गर्दै जान्छ ती सधैँ बाँचिरहन्छन्। जो एकछिन पपुलर फिगरहरू देखाएर लोकप्रियतावादीहरूलाई अगाडि पर्दामा देखाएर सञ्जालमा लाइक र भ्युज फलोअर्सका आधारमा मूल्याङ्कन गरेर यदि कोही उदाउँछन् र तिनीहरूले राष्ट्रियतामाथि चाहिँ धावा बल्न खोज्छन् भने त्यस्ताको विरुद्ध जगदेखि तीरदेखि शिरसम्म काम गरेर अनुभव गरेर आएका तमाम योद्धाहरू यति बेला त्यसको विरुद्धमा उभिन तयार छन्। त्यसकारण यस्ता मुद्दा फिर्ता लिने कुरा आज यो सरकारले हामी पनि हेर्छौँ कतिसम्म अवैधानिक गतिविधिहरू गर्दै जाऊ। एक रेकर्ड राखिएको छ र भोलि जनताबाट अनुमोदन भएर फेरि पनि हाम्रो विशाल शक्ति, राष्ट्रवादी शक्ति नेकपा एमाले यो मुलुकको नेतृत्व गर्ने गरी आउँछ र त्यसपछि यस्ता कानुन मिच्ने, गैर कानुनी ढङ्गले निर्णय गर्ने, देशलाई जलाउने, बर्बाद बनाउने, धम्काउने, तर्साउने, राष्ट्रमा अशान्ति मचाउने त्यस्ता अवाञ्छित तत्त्वहरूलाई नेकपा एमालेको आउँदो सरकारले छानी प्रमाणसहित प्रमाणित गरेर कानुनी दायरामा ल्याउँदै यो देशलाई शान्ति अमन चयन कायम गर्नको निम्ति, शान्ति सुरक्षा प्रदान गर्नको निम्ति सक्षम र सफल बन्नेछ। त्यसकारण म एमालेका कार्यकर्ता पङ्क्तिहरूलाई यस्ता मुद्दाका फिर्ताका कुराहरू किन गर्यो भनेर जान्नुभन्दा पनि यो नियमित यिनीहरूको एउटा प्रक्रिया अन्तर्गत नै, योजनाबद्ध ढङ्ग अन्तर्गत नै आएको एउटा श्रृङ्खलाको अंश हो भन्ने कुरा जनताको बिचमा बुझाउनुहोस्। यसरी खुलेआम सत्ता र शक्तिको दुरुपयोग गर्ने अहिलेको यो चाहिँ विदेशी सरकारले भोलि साँच्चै जनताबाट अनुमोदन भएर आउँदाको खण्डमा कसैले गरेर बोल्न पनि पाइँदैन, कतै फर्किएर पनि हेर्न पाइँदैन। जे विदेशी प्रभुहरूले इसारा गर्छन् त्यसैको दास भन्नु सिवाय केही हुँदैन। तसर्थ हामी अहिलेका 21औं शताब्दीका योद्धाहरू, जनताहरू हामी स्वतन्त्रताको सेनानी हुन चाहन्छौँ, कसैको दासत्वको निरङ्कुशताको कैदी हुन चाहन्नौँ। यिनै कुराहरू म यहाँहरूको बिचमा आग्रह गर्दै यस्ता कुराको जनताको बिचमा भण्डाफोर गर्नुहोस्। यस्ता अवैधानिक कुराहरूलाई चाहिँ जनताको बिचमा भण्डाफोर गर्दै जानुहोस्। जित सत्यको हुन्छ, जित जाल जेल झुट भ्रम फैलाउनेहरूको हुँदैन। त्यसकारण धैर्य गरौँ, सहनशील बनौँ र आफ्नो विचार र सिद्धान्तमा कटिबद्ध बनौँ। एक दिन सत्यको जित हुन्छ। विदेशी नक्कली यी पात्रहरू विलय हुनेछन्, राष्ट्रवादी शक्तिहरू उदय हुनेछन्, राष्ट्रलाई सम्हाल्नेछन्, जोगाउनेछन्। धन्यवाद। लाल सलाम।